क्यामेरामा हेर्नुहोस् है, फेरि नत्र फोटो मात्र आउँछ, फेरि भिडियो भयो। औँला छिकेछ क्यारे तपाईँको, माथिको औँला हेर्नुहोस् त। नमस्कार दर्शकबिन, तपाईँलाई स्वागत छ हाम्रो उज्यालो पहरा मिडियामा। आज हामी माइन्ड डेभलपमेन्ट पुस्तक लेख्नु भएको छ उहाँ दिनेशज्यू, उहाँसँग सोध्न चाहन्छु के गरेर यस्तो माइन्ड लाउनु भयो र पुस्तक लेख्नुभयो। युवा अहिलेको समयमा बिजनेस फ्याकल्टी लिएर पढ्छन्, साइन्स लिएर पढ्छन्, तर उहाँले माइन्डै डेभलप गर्ने भयो। यो त नौलो कुरो हो, किन भनेपछि स्थानीय र हाम्रो तराई मधेसमा थोरै मात्रामा किताब यो पुस्तक लेख्ने गर्छन्। तपाईँलाई स्वागत छ। नमस्कार दिनेशजी, तपाईँ यो माइन्ड डेभलपमेन्ट बुक लेख्ने कसरी आँट गर्नुभयो र कसरी परिवर्तन ल्याउने तपाईँले सोच एउटा राख्नुभएको छ? एकदम धेरै राम्रो क्वेसन गर्नुभएको छ सर। यो म मलेसियाको बगाई, म त्यहाँ हुँदा म सोच्ने गर्थेँ कि वास्तवमा म मलेसिया आएको छु, विदेशको यात्रामा छु के म घर गएर फेरि आफ्नो देश गएर फेरि अर्कोपल्ट आउनुपर्छ के अरू कुनै विकल्प छैन? सो मैले एक किसिमका माइन्डसेट जनरेट गरेँ कि वास्तवमा अब म विदेश आउनु पर्दैन, लगायत अन्य पनि जति पनि युवाहरू छन् त्यो आफ्नै देशमा कसरी स्वरोजगार गर्न सक्छ त सुरुवात माइन्डसेटबाट कि माइन्डसेट यदि हुन्छ भने आफ्नै देशमा म कसरी स्वरोजगार बस्न सक्छु भने ऊ अवश्य पनि बस्न सक्छ। त्यस कारणले मैले 6 वर्ष सङ्घर्ष गरेँ सर। 6 वर्ष सङ्घर्ष गर्ने क्रममा मैले 100+ माथिको प्रोग्रामहरू अटेन्ड गरेँ। र कहाँ तपाईँले यो प्रोग्रामहरू एटेन्ड गर्नुभयो? यो वैदेशिक रोजगारीमा हुने बेलामा कि हाम्रो यसै देश नेपालमा बसेर? सर यो म वैदेशिकै क्रममा अटेन्ड गरेको छु सर, र त्यहीबाट कोर्स आदान प्रदान गर्दै म यो बुकहरू एउटा माइन्डसेट डेभलपमेन्ट, जस्तो कि वास्तवमा मैले सोचेँ कि नेपालमा गएर कसरी हामीले अरूको माइन्डसेट गर्न सकिन्छ त त्यस किसिमले हामीले त्यहाँ अध्ययन गरेँ। जस्तो कि यहाँ के को कारणले गर्दा मान्छेहरू विदेशी छ त त्यो कुरा पत्ता लगाएर हामीले त्यसमा अध्ययन गर्दै एउटै कुरा मात्रै पाएको छौँ, माइन्डसेट। त्यहाँ सबै मान्छे एउटा माइन्डसेटर छन्। हरेक ठाउँको मान्छेहरूले बोलाएर आफ्नै देशमा काम लगाउन सकिन्छ र ती कुराहरू जान्दा मैले पनि यो माइन्डसेट डेभलपमेन्ट बुक लेखेँ कि उहाँहरू जस्तै आफ्नै नेपालमा स्वरोजगार सृजना गर्न सकिन्छ। यो मात्रै नभएर अर्को बुक पनि हाम्रो छन् जसको नाम रहेको छ साउजी महागरी, जसमा 101 बिजनेस आइडियाहरू कि तपाईँले जुनसुकै बिजनेस गर्न चाहनुहुन्छ भने अवश्य त्यसको बारेमा उल्लेख गरिएको छ र त्यसमा तपाईँले सफलता पाउनको लागि हाम्रो अर्को जुन बुक निष्कासित हुँदैछ त्यसमा तपाईँले पाउन सक्नुहुन्छ। तर सुरुमा हामीले माइन्डसेट चाहियो। माइन्डसेट भयो भने मात्रै त्यस बुकलाई हामीले अगाडि बढाउन सक्छौँ। त्यसकारण तपाईँले यो बुक लेखेर तपाईँले एजुकेसन कहाँबाट पाउनुभयो? सर एजुकेसनको कुरा गर्नुभयो भने यसमा बुक लेखनमा कुनै ठुला एजुकेसन ठाउँबाट बटुल्नु आवश्यक हुँदैन। यो सेल्फ एजुकेसनको कारणले हुन्छ। किनकि तपाईँले सुन्नुभएको होला थमस एल्वा एडिसन 3 महिना मात्रै पढ्नुभएको हो र उहाँले संसारकै वरिष्ठ र ठुला वैज्ञानिक बन्न सफल हुनुभएको छ। त्यस्तै आइजक न्युटन, उहाँलाई त पढ्नको लागि पैसा नै थिएन, धेरै गरिब हुनुहुन्थ्यो, अरूको जुत्ता चप्पल साफ गर्नुहुन्थ्यो र त्यो पैसाले पढाइ लेखाइ पुरा गर्नुहुन्थ्यो र उहाँ इतिहासकै सफल व्यक्तित्व बने। त्यस्तै म पनि सङ्घर्ष गर्दै अगाडि बढिरहेको छ र जब तपाईँ यो माइन्डसेट बुक पढ्नुहुन्छ यसमा ती सबै कुराहरू छन् जो कि तपाईँले मसँग प्रश्न गर्ने कुनै मौकै पाउनुहुन्न, जो कि सबै जवाब यो माइन्डसेटले। अवश्य हामी पढ्ने नै छौँ तपाईँको यो माइन्डसेट किताब र पढ्नुभन्दा पनि अगाडि यो दर्शक महानुभावलाई तपाईँले नै जानकारी गराइदिनुहोस् तपाईँकै मुखारबिन्दुबाट यसमा विशेष गरेर के रहेको छ, यो किन पढ्नै हुन्छ यो पुस्तक? हेर्नुहोस्, यो माइन्डसेट डेभलपमेन्ट यदि तपाईँको माइन्डसेट भयो भने म इन्जिनियर बन्न सक्छु भने तपाईँको जुन मस्तिष्कमा हुन्छ भने तपाईँले स्वीकार गर्नु पर्यो। जब तपाईँले स्वीकार गर्नुहुन्छ अनि त्यसपछि तपाईँको सङ्घर्ष जान्छ र सङ्घर्ष भनेको लङ टाइम भिजन हो। लङ टाइम भिजन भनेको 5 इयर 10 इयर त्योभन्दा पनि माथि जान सक्छ।
तर तपाईँले एउटा भिजन लिनुभयो मात्रै तपाईँले सफलता पाउन सक्नुहुन्छ, जसमा हामीले 10 वर्षको सङ्घर्षमा यो माइन्डसेट डेभलपमेन्ट बुक लेख्न सफल भएको छु। यो तपाईँ लेखक एक्लै हुनुहुन्छ कि यसमा सहयोगी पनि छन् तपाईँसँग? यसमा लेखक म एक्लै छु र यो मेरो एक्लै सोचको कारणले यो सम्भव भएको छ। हामी यो देशलाई स्वरोजगार बनाउने उद्देश्यले अगाडि बढिरहेको छौँ र यो माइन्डसेटले तपाईँको एउटा माइन्डसेट लिन्छ आफ्नै देशमा रही कसरी हजारौँ स्वरोजगार सिर्जना गर्ने त ती कुराहरू यसमा 23वटा महान व्यक्तित्वको एकदम महान सूत्रहरू छन् जसबाट तपाईँले सफलता पाउन सक्नुहुन्छ र हामी चाहन्छौँ कि तपाईँ सफल बन्नुहोस् र हरेक युवालाई यही भन्न चाहन्छु, तपाईँ एकचोटि यो बुक पढ्नुहोस् अनि त्यसपछि तपाईँले वास्तवमा यो संसार के छ भनेर जान्न सक्नुहुन्छ र तपाईँ 100% सफल हुन सक्नुहुन्छ। किनकि यो बुक मैले पढेरै सफल भएको हो, तर मैले 30वटा बुक पढेँ, तर अब तपाईँले एउटा बुक मात्रै पढ्नुपर्छ। त्यो 30वटा बुकलाई एउटा बुक माइन्डसेट बनेर लेखिदिएको छौँ जसमा 23वटा महान व्यक्तित्वको बारेमा पुरा स्पष्टीकरण छ, कसरी सङ्घर्ष गरे र तपाईँ पनि उहाँको सङ्घर्ष देखेर यदि तपाईँले थाहा हुन्छ कि वास्तवमा एउटा जुत्ता साफ गरेर यदि ठुला वैज्ञानिक बन्न सकिन्छ भने तपाईँ त एउटा स्टुडेन्ट हुनुहुन्छ, तपाईँले त्यो केही पनि गर्नु परेको छैन। किनकि ती कुराहरू हामी हेरिरहेको छौँ, तपाईँको बुवा आमा लगायत आफ्ना जति पनि छन् आफन्तहरू सागसपोर्ट गरेर जसरी भएर पनि तपाईँले राम्रो राम्रो कलेजमा पठाएको हुन्छ पढ्नको लागि, तर तपाईँले त्यो कुरा थाहा हुँदैन कि जरुरी छैन घर परिवार सपोर्ट देश, तपाईँले आफैले रोजगार सिर्जना गर्न सक्नुहुन्छ र तपाईँ आफ्नै कमाइले पढ्न सक्नुहुन्छ। यदि तपाईँले यो माइन्ड डेभलपमेन्ट किताब किन्नु परेपछि कहाँ जानुपर्ने किन्नको लागि? यो माइन्डसेट डेभलपमेन्ट किताब किन्नु परेमा तपाईँले आइपिसिसी ठुलो बिजनेस साइटमा जान सक्नुहुन्छ अथवा तपाईँको आफ्नै छिमेकी कुनै मार्केटमा गएर पनि तपाईँले यो बुक लिन सक्नुहुन्छ। यदि त्यहाँ उपलब्ध छैन भने तपाईँले व्हाट्सएप नम्बर लेख्नुहोस् 9818231715 भनेर सेभ गर्नुहोस् आइपिसिसी ठुलो बिजनेस। त्यसपछि हामी यो पोर्टलमा पनि पाउन सक्छौँ वेबसाइटमा र कुनै पुस्तक पसलमा पनि गएर यसो खोजी गरेर पाउन सक्छौँ। एकदम सर, यदि छैन भने त्यहाँ हामी उपलब्ध पनि गराउन सक्छौँ, हामीलाई सम्पर्क गर्नुहोस्। यो पुस्तक तपाईँको यो पुस्तक लेखन यो सर्लाही जिल्ला मात्र पाउन सकिन्छ कि नेपालभरि पाउन सकिन्छ? यो नेपालभरि पनि पाउन सक्छ र तपाईँले अन्य देशमा पनि अनलाइनको माध्यमबाट तपाईँले पाउन सक्नुहुन्छ, एमाजोनको माध्यमबाट। के छ अनलाइनमा तपाईँले यो पुस्तक पढ्दा खरिद गर्नुपर्ने हुन्छ कि फ्री पढ्न सकिन्छ, के छ त्यसमा व्यवस्था? यदि तपाईँले आफ्नो जीवनमा सक्सेस र सफल बन्न चाहनुहुन्छ भने तपाईँले पे गर्नुहोस्, किनकि जब तपाईँले केही पे गर्नुहुन्न भने यदि तपाईँले यो बुक फ्रीमा दियो भने तपाईँले यो बुकलाई कुनै ठाउँमा राखिदिनुहुन्छ अनि त्यसपछि ठिक छ म पढ्छु भनेर तपाईँले यो बुक पढ्न सक्नुहुन्न। तर तपाईँले लाग्छ म 750 रुपियाँ खर्चिएको छु, के छ यो बुकमा? यदि पढ्नुहुन्छ भने यो 7 लाखको माइन्डसेट तपाईँले यो एउटा माइन्डसेट गरेर दिन्छ यो बुक। त्यस कारणले गर्दा तपाईँ यो बुक पे गरेर पढ्नुहोस्, न कि तपाईँले फ्रीमा। त्यस कारणले म यही सल्लाह दिन्छु तपाईँले यसलाई पे गरेर पढ्नुहोस्। यो बुक लेख्दा तपाईँले कहाँबाट किन कसरी आइडिया आयो कि मलाई यो किताब लेख्नै पर्छ भनेर? अहिलेको युवाहरू छन् जुन कि वैदेशिक रोजगारीमा जान्छन्, विभिन्न पेसामा लागेका छन्, तिनीहरूले त सोचेनन् कि म किताब लेख्छु चाहे म केही गर्छु भनेर गर्यो, आफ्नो लागि गर्यो। तर तपाईँले यो किताब लेख्नु चाहिँ मुख्य कारण किन? यो किताब लेख्नको मुख्य कारण एउटै हो, यो नेपालमा म स्वरोजगार ल्याउन चाहन्छु र यो आइबिसिसी ठुलो बिजनेसको व्यवस्थापन पनि गरेको छु नेपालमा स्वरोजगारीको लागि। ठाउँ ठाउँमा मैले धेरै बौतारेको छु, कसरी नेपाल स्वरोजगार बनाउन सकिन्छ भनेर हरेक ठाउँमा घुमेको छु र वास्तवमा हामी चाहेको थियौँ कि अब मलेसियाबाट नेपालमा आएर ठाउँ ठाउँमा प्रोग्राम योजना बनाएर त्यहाँबाट हामीले नेपाललाई स्वरोजगार बनाउने एउटा बाटो बनाऊ, तर त्यसमा एउटा प्रोग्राम गर्दा लाखौँ रुपियाँ खर्चिएको थियो। त्यस कारणले म पनि एउटा युवा हो, त्यस कारणले लाखौँ रुपियाँ खर्चिएर ठाउँ ठाउँमा प्रोग्राम गर्न असम्भव पनि देखियो। त्यही कोर्सहरूलाई जुन कोर्सहरू मसँग थियो जसबाट हामीले प्रोग्राम गराउन ठानेका थियौँ, माइन्डसेट डेभलपमेन्ट होस् अथवा साउजी महागणित होस् अथवा अन्य बुकहरू छन्,
डाइल्युसन डिसिजन कोर्स होस्। सो हामी त्यसलाई बुकमा परिणत गरिदिएको छौँ। यो बुक सजिलै तरिकाले ठाउँ ठाउँमा पुर्याउन सकिन्छ र हामीले नेपाललाई नै स्वरोजगार बनाउन सकिन्छ। यो किताब तपाईँले लेख्दाखेरि आफ्नै देश नेपालमा बसेर लेख्नुभयो कि मलेसियामा तपाईँ काम गरिरहेको बेला त्यतिखेर तपाईँ माथि परेको पीडा र कष्ट देखेर यो नेपालमा हामी पनि युवालाई रोजगारी र माइन्ड डेभलपमेन्ट गर्नुपर्छ अनि हामी देशमै केही गर्न सक्छौँ भनेर तपाईँ कतिखेर लेख्नुभयो? तपाईँ वैदेशिक रोजगारीमा हुँदा कि नेपालमा आउँदा? सर म विदेश हुँदा विदेशिता 1 वर्षको अन्तरालमै मैले ती सबै दुःख कष्ट बुझिसकेको थियो र म एउटा डिसिजन लिएँ कि वास्तवमा यति मान्छेहरू नेपालबाट विदेश भित्रिरहेका छन् जसमा म पनि परेको छु र यो दुःख कष्ट कसैले नगर्नु परोस् भनेर मेरो एउटै माइन्डसेट भयो कि कसरी यदि मान्छे नेपालमै रोजगार पायो भने मात्रै भित्रिन सकिँदैन। सो नेपाल रोजगार कसरी हुन्छ त? त्यो प्लान योजना हरेक बनाउँदै म अगाडि बढेँ अनि त्यसपछि मैले प्रोग्रामहरू अटेन्ड गरेँ। त्यहाँ प्रोग्रामबाट हामीले धेरै नलेजहरू सिकेँ र त्यहाँबाट हामीले एउटै कुरा सिकेँ कि त्यहाँबाट रोजगार बनाउनलाई कि त प्रोग्रामको साथमा ठाउँ ठाउँमा ट्रेनिङ दिएर गर्न सकिन्छ कि त बुकको माध्यमबाट। सो मैले यो बुकको बाटो रोजेको छु। के वैदेशिक रोजगारीमा हुने बित्तिकै तपाईँ त्यहीबाट लेख्न थाल्नु भएको हो? सर। कसरी टाइम मिलाउनुहुन्थ्यो? कसरी यहाँबाट जुन युवाहरू गएको व्यक्तित्वहरू हुन्छ उहाँले भन्छन् हामीलाई खानु लाउनु ड्युटी जानु बाहेक फुर्सद हुँदैन, तर तपाईँले कसरी फुर्सद निकाल्नुभयो कि एउटा किताब संवेदनशील वस्तु रहेको छ त्यो लेख्न भ्याउनुभयो? सर एकदम सत्य कुरा भन्नुभयो। हामीसँगैको साथीहरू त्यहाँ जाँदाखेरि लगायत अन्य सबै कुरा गर्नुहुन्थ्यो, तर मैले 12 घन्टा काम गरेर पनि आएर तपाईँले 8 बजेदेखि 8 बजेसम्म काम गरेर पनि 2 बजे रातिसम्म हामी क्लास हुन्थ्यो। हामी 2 बजे रातिसम्म क्लास गर्थ्यौँ। 2 बजे खाना पकाएर खाएर अनि त्यसपछि हामीले काममा जानु परिरहेको अवस्थाहरू पनि थियो। तर ती कुराहरू सङ्घर्षमा हामीले भोग्दै आउँदै आज यो सफलता पाएको बिना सङ्घर्ष केही पनि छैन। तपाईँले भन्नुहुन्छ त्यहाँ क्लास गर्थ्यौँ मलेसियामा, यहाँबाट रोजगारीको लागि जानुभएको थियो। रोजगारीमा गइसकेपछि त्यहाँ कसरी तपाईँले क्लास गर्न सम्भव भयो? अनलाइनबाट गर्नुभयो कि त्यहीको विद्यालयबाट? हामीले त्यहाँ प्र्याक्टिकली त्यहाँ फिजिकली पनि गरिरहेको थियो र अर्को अनलाइन क्लास पनि थियो, बुझ्नुभयो नि सर। त्यस कारणले गर्दा हामीले त्यहाँ 2 बजे रातसम्म पनि सन्डेको त हामीले सबैको छुट्टी हुन्थ्यो तर हाम्रो छुट्टी हुन्थ्यो। कतिजना हुन्थ्यो तपाईँहरू पढ्ने बेलामा? कतिजना सर हुन्थ्यो? हाम्रो धेरै ठुला टिमहरू थियो। अहिले नेपालकै युवाहरू साथीहरू थियो कि अन्य देशका पनि? त्यहाँ नेपालका युवाहरू पनि थिए र अन्य सबै देशका युवाहरू थिए। त्यहाँ त 15-20 वटा देशको युवाहरू थियो र सबैसँग मिलेर हामी पहिले तपाईँ नेपालकै भन्नुपर्दा पनि तपाईँसँगै त्यहाँ एजुकेसन लिएका साथीहरूले के गरेछन् तपाईँलाई जानकारी छ? हामीसँगै एजुकेसन लिएको साथीहरू पनि अहिले प्रोग्रामहरू गराउँदै बसिरहेका छन्, जुन कि अहिले तपाईँले सल्यान काठमाडौँ यहाँ ठाउँ ठाउँमा छन्, जो कि आउने दिनमा उहाँहरू पनि साथ दिन्छु भनेर भन्नुभएको हो र हामीलाई यो बुक लेखिसकेपछि उहाँले यो कार्यक्रममा पनि बोलाउनु प्रयास गरेको थियो, तर त्यो प्रयास गरे तर सम्भवतः उहाँ उपस्थित हुनु भएन। तर उहाँहरूले हुन्छ म कसरी साथ सपोर्ट दिन सक्छु भनेर भन्दै हुनुहुन्छ। सो उहाँहरूलाई पनि म धन्यवाद सर। तपाईँलाई दर्शकबिन तपाईँलाई पनि जानकारी गराउन चाहन्छु, यो माइन्ड डेभलपमेन्ट एकदमै दुःख र सङ्घर्ष गरेर उहाँले लेख्नु भएको छ र वैदेशिक रोजगारी गर्दा युवाले पाउने दुःख कष्ट र किन गर्नुपर्ने हुन्छ, यति समस्या आउँछन् भनेर सबै कुरा यहाँ समेटिएको छ। एकपल्ट अवश्य पढेर उहाँको पुस्तकलाई महत्त्वपूर्ण स्थान दिनुहोला भनेर अनुरोध गर्न चाहन्छु। हस्त धन्यवाद। धन्यवाद सर। काट्दिनुहोस् है।